ओम कृष्णाय वासुदेवाय हरये परमात्मने प्रणतः क्लेशनाशाय गोविन्दाय नमो नमः। नारायणम नमस्कार, जय श्री राम। आज पुनः एउटा विशेष श्रृङ्खलामा उपस्थित भएको छु। म टिकाराम पौडेल र आजको विशेष श्रृङ्खला विशेष बसाइमा र हामी ज्योतिषीय विषयमा चर्चा गर्नेछौँ र त्यो चर्चा पनि कुन राशि भएका व्यक्तिले कुन रङको कपडा लगाउनु उत्तम हुन्छ या हुँदैन भन्ने विषयमा। हेर्नुस्, ज्योतिषमा ग्रहहरूको रङसँग एउटा सम्बन्ध हुन्छ। हरेक ग्रहको आफ्नै प्रकारको रङ हुन्छ र हामी जति पनि हामी जीवात्माहरू छौँ, हामी मानवहरू छौँ, हाम्रो कुनै न कुनै राशि हुन्छ। त्यो राशिको सम्बन्ध नक्षत्रसँग हुन्छ, नक्षत्रबाट राशि हुन्छ भने त्यो राशिको सम्बन्ध ती ग्रहहरूसँग हुन्छ। हेर्नुहोस्, अनि ती ग्रहहरूको सम्बन्ध जुन रङसँग हुन्छ त्यस्तै प्रकारको रङको कपडा हामीले लगायौँ भने हामीलाई लाभ हुने र ती राशिको चाहिँ जुन रङसँग चाहिँ जुन रङको ग्रहसँग चाहिँ शत्रुता हुन्छ त्यस राशिको चाहिँ हामीले रङको कपडा लगायौँ भने हामीलाई हानि पनि हुने गर्छ। त्यसकारण आज म यस विशेष श्रृङ्खलामा रहेर दुईटा त्यस्ता राशिहरूको बारेमा बताउँदैछु जसले चाहिँ रातो रङको कपडा लगाउनु त्यति राम्रो हुँदैन भनेर भनेको छ। रातो रङको कपडा ती दुईटा राशिहरूले नलगाउँदा नै राम्रो हुन्छ। त्यो राशिहरूको बारेमा म चर्चा गर्नेछु। आउनुहोस्, सबैभन्दा पहिला तपाईँ यस च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई लाइक गर्नुहोला र कमेन्टमा हजुरको राशि कुन हो, आफ्नो राशि चाहिँ कमेन्टमा चाहिँ अवश्य पनि लेख्नुहोला भन्दै र भिडियोलाई अन्तसम्म हेरेर भिडियोलाई लाइक एवं सेयर पनि गर्नुहोला। जसले गर्दा सेयर गर्नाले के हुन्छ त भन्दा यो भिडियो धेरैभन्दा धेरैसम्म पुग्छ र धेरैलाई यस विषयबाट चाहिँ लाभ मिल्न सक्छ। हेर्नुहोस्, मकर र कुम्भ राशि जसको स्वामी हो शनि। शनिको रङ कस्तो हो त भन्दा कालो रङ हो भनेर हामी बुझ्छौँ र नीलोसँग पनि शनिको सम्बन्ध हुन्छ, धुम्रसँग पनि शनिको सम्बन्ध हुन्छ। विशेष गरी शनिको रङ भनेको कालो रङ हो र नीलो पनि उसँग मिल्छ। अनि शनिका शत्रु ग्रहहरू भनेका कुन कुन हुन् त भन्दा मङ्गल र सूर्य भनेको शनिको शत्रु ग्रह हो। हेर्नुहोस्, अनि मङ्गलको रङ के हो त भन्दा रातो हो, सूर्यको रङ के हो त भन्दा रातो हो। हेर्नुहोस्, त्यसकारण शनिको शत्रु ग्रहको रङ चाहिँ रातो होस्। मङ्गल र चाहिँ सूर्यको रङ रातो भएको हुनाले मकर राशि र कुम्भ राशि हुने जसको स्वामी चाहिँ शनि हो, यी दुईटा व्यक्तिहरूले चाहिँ रातो रङको कपडा लगाउनु राम्रो हुँदैन। हेर्नुहोस्, रातो रङको कपडाबाट उहाँलाई फाइदा गर्दैन। अनि घरमा पनि रातो रङ लगाइएको चाहिँ घरमा बस्दा पनि उहाँको मन अशान्त हुने इत्यादि हुन्छ। र विशेष गरी मकर र कुम्भ राशि भएकाले चाहिँ रातो रङको, धेरै गाढा रातो रङको चाहिँ कपडाहरू लगाउनु भयो भने के हुन्छ त भन्दा अलिकति शरीर चाहिँ चिडचिडाउने, रिस उठ्ने इत्यादि स्वभाव चाहिँ हुन्छ र केही काम गर्न गयो भने त्यो काम पनि बिग्रिने हुन्छ। हेर्नुहोस्, त्यसकारण यो विशेष गरी चाहिँ मकर राशि र कुम्भ राशि जसको स्वामी शनि हो, यी दुईटा राशि भएका व्यक्तिहरूले चाहिँ बिल्कुल एकदम गाढा रातो रङको मिक्स भएको रातो लगाउनु होला। केही हदसम्म चाहिँ अन्य रङको भएको र थोरै रातो भएको रङको कपडा लगाउन सक्नुहुन्छ। नीलो लगाउनु राम्रो हुन्छ, कालो, हरियो इत्यादि लगाउनु राम्रो हुन्छ। सेतो पनि केही हदसम्म, किनकि शनिको चाहिँ शुक्रसँग सम्बन्ध राम्रो भएको हुनाले शुक्रको रङ पनि सेतो, सेतो लगाउनु केही हदसम्म ठिक हुन्छ। तर रातो लगाउनु चाहिँ विशेष प्रकारले चाहिँ राम्रो मानिँदैन। यी दुईटा राशि फेरि पनि भन्छु, मकर राशि र कुम्भ राशि भएका व्यक्तिहरूले कहिले पनि रातो रङको कपडा चाहिँ नलगाउनु होला, यसले तपाईँले चाहिँ हानि गर्दछ। त्यसकारण यी कुराहरूलाई चाहिँ विशेष तपाईँले ख्याल गर्नुहोला भन्दै म बिदा हुन चाहन्छु।